मैले 79 सालको आम निर्वाचन पछि बसेको पहिलो संसदमै मैले भनेको थिएँ यही रोस्टमबाट। अब लोकतन्त्र गणतन्त्रमाथि हिजो चाहिँ शासन गर्दै आएका आफ्नो गुमेको स्वर्ग फिर्ता गर्नको लागि हिजोका चाहिँ शासकहरूले त्यो प्रयत्न त गरिरहन्छ। यो नेपालको मात्रै सन्दर्भमा कुरा होइन, संसारकै हामीले इतिहास हेर्दाखेरि हार चाहिँ उनीहरूले स्वीकार गर्छन्। त्यस कारणले खतरा कताबाट छ त भन्दाखेरि जुन साथीहरू पार्टीहरू नेताहरू लोकतन्त्रको लागि लड्नुभयो, गणतन्त्रको लागि लड्नुभयो, सत्ता र शक्तिमा आएपछि त उहाँहरूको चरित्र त्यस्तो त रहेन। त्यस कारणले लोकतन्त्र गणतन्त्रको लागि लडेका साथीहरूकै क्रियाकलाप, चरित्र, व्यवहार, नीतिका कारणले प्रतिगामीहरूले बारम्बार षड्यन्त्र गर्छन्, गणतन्त्रमाथि चाहिँ आक्रमण गर्छन्। यो लोकतन्त्र गणतन्त्रलाई फिर्ता गर्नको लागि, उल्टाउनको लागि निरन्तर कोसिस गर्छन्। यो संसारभरिकै इतिहासको नियम हो। मैले त्यति बेलै सतर्क बनाएको थिएँ। तर त्यसपछिका यो 2 वर्षको अवधिमा देश के भइरहेछ, भ्रष्टाचार कसरी बढिरहेछ। 5 वर्षको अवधिमा कति चाहिँ युवाहरू विदेशमा जानु पर्यो। ती विदेशमा गएकाहरूको चाहिँ हिसाब हुन्छ हुन्न। त्यसो हुनाले अस्ति चैत्र 15 गतेको जुन खालको घटना चाहिँ यहाँ काठमाडौँमा देखियो त्यो पहिले नै थाहा थियो। के थाहा थियो भने तपाईँ चाहिँ अब त्यो जुन जनकमान्डर बनाएको मान्छेलाई अरू यो संसदभित्रका पार्टीहरूले पनि जनकमान्डर बनाएको होइन। पूर्वाञ्चलमा पहिले जनकमान्डर, त्यसपछि चाहिँ जनकमान्डर, अहिले पछिल्लो पटक चाहिँ शीतल निवासले जनकमान्डर भनेपछि अब त्यस्ता मान्छेले चाहिँ राजतन्त्र फिर्ता गरिदिन्छु भनेको भरमा हजारौँ मान्छे जम्मा हुने आश्चर्य त यो पो हो त। त्यस कारणले यस खालको गतिविधिबाट जुन खालको धनजनको क्षति भएको छ, मान्छेको चाहिँ अब यस खालको स्थिति देखिएछ। यसले हामीले के पाठ सिक्नुपर्छ भने कमसेकम हाम्रो बिचमा मतभेद छन्, तर यो लोकतन्त्र गणतन्त्र कसैले बक्सिदिएको होइन। त्यस कारणले लोकतन्त्र गणतन्त्र पक्षधरहरू हाम्रो बिचमा प्रशस्तै मतभेद छन्। मतभेदका बावजुद पनि लोकतन्त्र गणतन्त्र बचाउने पक्षमा र यो लोकतन्त्र गणतन्त्रको नेतृत्व गरेका साथीहरू सचिनु, आत्मआलोचना हुनु र चाहिँ गल्ती कमजोरी भएका कुराहरूलाई देखेर जनताको अगाडि निर्भीक भएर आलोचना हुनुपर्छ र यस खालका गल्ती कमजोरी दोहोरिनु हुन्न। होइन भने हामीले वर्षौँ लिएर लडेको चाहिँ लोकतन्त्र स्थापना गरेको गणतन्त्रलाई प्रतिगामीहरूले सकेसम्म त उल्ट्याउँछ नि। यो त ठुलो दुस्साहस हो नि। काठमाडौँको 3 गुणे जस्तो ठाउँमा हामीले हेर्दा यत्रो आँट गर्न सकेपछि यसबाट हामीले पाठ सिक्नुपर्छ र नेपाली जनतालाई पनि यो लोकतन्त्र गणतन्त्रले गर्न नसकेको काम एउटा पारिवारिक व्यवस्था जो हामीले स्थापना गरिसक्यौँ, हटाइसक्यौँ, त्यसले समाधान गर्छ भन्ने जो भ्रम चाहिँ पालिरहेको छ। नेपाली जनताका बिचमा लोकतन्त्र गणतन्त्रवादी राजनीतिक पार्टीहरू व्यापक रूपमा, देशव्यापी रूपमा सत्तामा शक्तिमा बसेका साथीहरूको पनि भण्डाफोर गर्नुपर्छ, आलोचना गर्नुपर्छ उनीहरूलाई सुधार्ने शर्तमा। त्यस कारणले लोकतन्त्र गणतन्त्रको चाहिँ पक्षमा जनमत तयार गर्न चाहिँ कटिबद्ध भएर लाग्नुको विकल्प छैन। धन्यवाद। अब माननीय सदस्य चित्रबहादुर केसीले बोल्ने सन्दर्भमा सम्भवतः उहाँले निर्मल निवास भनेको शीतल निवास भनेर भन्न पुग्नु भएको छ। त्यसलाई सच्याएर भन्नुहुन्छ कि सच्याउनुहुन्छ भने मैले यहीँबाट सच्याइदिन्छु।